ए अब के भन्नु ज्वाइँ भनौँ न होइन पुरा म चाहिँ अचानक है अचम्म प्रकारले भेटेकै यहाँ हेर्नु न गाईहरू कस्तो मोटो मोटो हुन्छ सपोर्ट गर्नु है साथीहरू ए फर्सी लाउँदै रहेछ भाइ बहिनीले यतिको चाहिँ हुनु पर्यो हेलो सुबन्ने गुड मर्निङ गुड आफ्टरनुन गुड इभिनिङ किनभने म चाहिँ फेरि मेरो भिडियो चाहिँ कोही बेला बेलुका पनि हाल्नु सक्छु बिहान पनि हाल्नु सक्छु र दिउँसो पनि होइन सो त्यही कारणले चाहिँ सबै भनिदिएको सुबारो सुबन्ने हजुरहरूलाई सबैजनालाई सो वेलकम ब्याक टु माई युट्युब च्यानल हजुरहरूलाई स्वागत छ है मेरो युट्युब च्यानलमा अन्त साथीहरू आज चाहिँ म चाहिँ गरम पुरा छ पानी तिरेर आयो होइन यस्तो हेर्नु न यस्तो रुखपातहरू छ र पनि यहाँ वरिपरि चाहिँ पुरा गरम भएर चाहिँ म चाहिँ अहिले घरबाट निक्लेर चाहिँ अन्त चाहिँ एकजना बहिनी चाहिँ नि मैले मेरो यता गाउँको सिक्किमको भेटेँ नि त यहीँ छिमेकी रहेछ होइन अन्त हिजो चाहिँ कसरी भेटेँ भन्दा चाहिँ अलिकति फेसबुकमा पनि म क्लिप लगाइदिन्छु अन्त नि साथीहरू मैले चाहिँ हिजो बेलुका चाहिँ लाइभ फेसबुकमा लाइभ बसिरहेको थिएँ सो त्यतिखेर चाहिँ होइन बहिनी भेटेँ अन्त बहिनी चाहिँ भरे चाहिँ यताकै सिक्किमको रहेछ उहाँ चाहिँ सिक्किमको कहाँको हो भन्दाखेरि चाहिँ उसलाई पुरा उयो भएछ क्युरियस भएछ अनि मसँग लाइभमा जोइन हुनु भएर चाहिँ गफ गरेको नि त राति लाइभमा अनि मैले भन्नुभयो म पनि यहीँ हो त यस्तो यस्तो जग्गामा सिलगढी सिफ्ट भएको छु भनेर चाहिँ उहाँले सोध्नु भयो नि त अन्त भरे चाहिँ म चाहिँ यस्तो यस्तो जग्गामा अब म पनि त्यहीँ हो त अन्त भरे बिचार अघि मलाई दिउँसो भेट्न आएको थियो भिडियो गर्नु पनि एकछिन आएको थियो अन्त यहाँ नि बच्चा लोक कराएको हेर्नु नि अन्त म चाहिँ अहिले भेट्नु जाँदैछु बहिनीलाई होइन म देखाउँछु ल बहिनीलाई फेरि आफ्नै गाउँको फेरि यहाँ पनि छिमेकी भइदियो है खुसी लाग्छ जस्तै भएर भए पनि भेट्नु जाँदैछु ल यता अरे कि बहिनीको घर चाहिँ कतानिर म जाँदैछु साथीहरू हो अहिले म त्यहाँनिर पुगेर चाहिँ म तपाईँहरूलाई देखाउँछु है सर्ट एन्ड स्विट भिडियो हुन्छ तपाईँले चाहिँ अन्तिमसम्म हेरेर लाइक कमेन्ट गरिदिनु पर्ने हुन्छ ल सपोर्ट गरिदिनु होला सब्सक्राइब गर्नु भएको छ भने सब्सक्राइब गरिदिनु होला है त ऊपर मैला यो गरिरहेछ गाडी मैला ए होइन बिहा ए हिजो पो थियो क्या बिहा त हिजो पुरा हल्ला थियो नि त यहाँनिर अन्त गरम यति डरलाग्दो छ अहिले चाहिँ म चाहिँ के भन्छ पानी परिहाल्छ कि भने छाता पनि बोकेर गइरहेको छ है साथीहरू हो म पर पुगेर देखाउँछु ल साथीहरू बहिनीलाई चाहिँ फोन गरेँ होइन फोन अघि गरेँ फेरि अहिले चाहिँ फोन उसले रिसिभ गरेन कि त धरा नै आउँछ होला दाहिनेपट्टि राइट साइडमा है भन्दै थियो राइट साइड त यता हो अन्त म चाहिँ हेर्दैछु बहिनीलाई म कल गर्छु ल बहिनीलाई अहिले म भेटेपछि देखाउँछु है त साथीहरू अहिले चाहिँ बहिनी चाहिँ आइपुगेन कि अन्त म चाहिँ यसो यहाँ हाम्रो साइडदेखि हो नि त यहाँ हेर्नु आएको के कसो रहेछ आज म साइडमा 2 दिन भएन आएको होइन हिजो आउँ भन्दा पानी परिगयो अनि आज आएको साथीहरू म चाहिँ हेर्नु आएको थिएँ होइन एकछिन बहिनीले सट्टै फोन गरेँ अन्त भिडियो पनि कम्प्लिट गर्नु पाइनँ कि साथीहरू म बहिनीले बनाउँदै चाहिँ म जाँदैछु ल फेरि उता अरे कता कन्फ्युज भयो आज फर्स्ट टाइम भेट्दैछ यसो घर याद छैन नि त मलाई फेरि म नयाँ होइन साथीलाई चाहिँ यादैछ अन्त म चाहिँ जाँदैछु ए भनेपछि मैले विचार पाएँ यता होइन रहेछ उता पो रहेछ हाम्रो घरदेखि उता ए ल साथीहरू बडै भेटौँ ल बाई बाई स्टे ट्युन यहाँ हेर्नु न गाईहरू कस्तो मोटो मोटो हुन्छ पोसिदा हुन्छ हेर्नु नि केही गर्दैन कस्तो मोटो हुन्छ गाईहरू हेर्नु नि पुक परेकोहरू नि हाम्रो त उता जति नै घाँस फुल दिँदा पनि मोटो हुँदैन त पुक्क परेको हुन्छ यस्तो हड्डी देख्ने के आएको जस्तो यहाँ पनि न गाईहरू यहाँ अलिअलि घाँसपातहरू नै खान्छ यहाँको चाहिँ बस्तीको जस्तै छ यहाँ चाहिँ हो साथीहरू लु यति नै भन्नुको लागि म आएको फेरि ल बाई बाई अहिले भेटौँ ल साथीहरू फेरि मलाई भिडियो गर्नु मन पऱ्यो कि जाँदै कस्तो गरम छ हेर्नु न अब यता गरम पुग्यो पर घरदेखि नै क्रस भएर आफ्नै घरदेखि नियर्नेस कि डाइरेक्ट आएको कि कस्तो गरम छ बाफ्रे त्यो बहिनी भरे कहीँतिर होला यतातिर यतैतिर होला कि म आउँदैछु त भन्दैछ म डाइरेक्ट गएको पुरा गरम छ साथीहरू यस्तो पानी झरीमा पनि हेर्नु नि पानी कस्तो यस्तो धुम्म दिनमा पनि गरम भएको यार पसिना हेर्नु त देख्नु भयो होला पसिना अन्त के भन्छ म चाहिँ जाँदैछु बहिनीको घरमा हो अनि घर गएर को रहेछ बहिनी म देखाउँछु ल साथीहरूलाई ए फर्सी लाउँदै रहेछ भाइ बहिनीले यतिको चाहिँ हुनु पऱ्यो नि त अर्ग्यानिक मान्छेहरू यतिको चाहिँ के भन्छ पछि चाहिँ दामी हुने रहेछ है यतापट्टि हाल्न मजाको आएछ
यहाँ लाउनु हुँदैछ। अब यो चाहिँ यहाँबाट थाङ्रा यसो गर्दै जान्छ है माथि है। यहाँ छ हाम्रो बहिनी, सिक्किमकी बहिनी। अहिले उफ्रेर बसेको है नि ऊ चाहिँ भिडियो बनाउनु व्यस्त हुन्छ भन्दाखेरि। ऊ र म चाहिँ अचानक है अचम्म प्रकारले भेटेकै। हामी दुईजना चाहिँ नि बेलुका मात्रै बात भएको हो। अचानक हामी आजदेखि चाहिँ एकदम दोस्ती है साथीहरू। त्यो पनि हामी हिजो फेसबुक लाइभमा होइन एउटै गाउँको फेरि एउटै जग्गामा पो रहेछ हो। राति नै भेट्नु साथीहरू भनेको चाहिँ साथीहरू प्लान सपोर्ट गर्नु है साथीहरू। त्यो युट्युब उसको लागि बनाएको भिडियो के। यहाँ चाहिँ भाइले अब के भन्ने ज्वाइँ भनौँ न होइन, ज्वाइँले चाहिँ लाउनु हुँदैछ, सब्जी लाउनु हुँदैछ। यता आन्टी हुँदो रहेछ। आन्टीलाई त म नमस्ते पनि गरिनँ। नमस्ते आन्टी अरे भनिदिएको नि। अघि चिनाउनु भ्याएन नि त ऊ चाहिँ अन्त बिजी थियो हो। आन्टीले पो भरे नि चिनाए के गर्नु भयो त्यहाँ। अन्त आन्टी हुँदो रहेछ यता हो, उसको बहिनीको सासू आमा हो। अनि यता भाइ हस्बेन्ड मेरो अब ज्वाइँ भनौँ न। नानीहरू नि सिकाएको त्यो पापाले ल। यहाँ चाहिँ आन्टीहरूले चाहिँ पुरा कुखुराहरू पनि पाल्नु भएको रहेछ है साथीहरू। हेर्नु त है, मलाई चाहिँ यहीँ थाहा छैन, आज मात्रै थाहा भएको। यहीँ पल्लो घर रहेछ। म त अघि त पर पो पुगेँ त बहिनी। औ म त अघि पर मेरो साइड पो पुगेर आएँ त। मलाई हेर्छु त्यहाँ बिहारीको चाहिँ बिहा भएको मेरो हेर्छु हो। छैन फोन गर्छु, फोन पर्छ भन्दाखेरि चाहिँ तपाईँले मलाई उयो नबनाउनु म चाहिँ उता सोच्दैछु। फेरि म यता रहेछ नि त यो दोकान भनेको उयो दोकान भनेको तिमीले है। अहिले सोचेँ नि त। ठिकै छ अब भेटिहाल्यो होइन, भेटघाट भयो। रात पनि पर्यो भित्र होइन कि अब चाहिँ घरतिर लाग्नुपर्छ।